हेलो साथीहरू, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। हामी नि सन्चै छौँ। हामी घुम्न जान लागेको माथि लेकमा। बाटोमा आएर बल्ल हामीले भिडियो स्टार्ट गरेको। हेर्नुहोस् ल अन्तिमसम्म हामी कहाँ जान्छौँ, के गर्छौँ। मेरो नन्दा बहिनी, नन्दा नानी खानेकुरा बोक्नु भएको छ हातमा। देखाइदिनु त। देख्न सक्नुहुन्छ यति राम्रो ठाउँमा आयौँ हामी। उता बादल अनि हरियाली जङ्गल देख्न सक्नुहुन्छ। कति आनन्दको ठाउँ। यति राम्रो ठाउँमा आइपुग्यौँ कि हामीहरू बयानै गर्न सक्दिनँ म। उता देख्नु बादल अनि पछाडिको जङ्गल, जताततै जङ्गल देख्न सक्नुहुन्छ। स्यास्या धेरै हुन्छ, उकालो हिँड्नै हुँदैन। त्यो पनि हामी जाँदैछौँ। नानी चाहिँ के गर्दै हुनुहुन्छ त्यहाँ उभिएर। देख्न सक्नुहुन्छ त्यो चाहिँ लाबाङ गाउँ रहेको छ। त्यति तल हामी यति माथि आइसक्यौँ। कति राम्रो। मैले धेरै राम्रो भनिराख्न पर्दैन होइन र साथीहरू। हजुरहरू आफै देख्न सकिहाल्नुहुन्छ नि कति राम्रो छ भनेर। अनि उता चाहिँ हाम्रो घर, हाम्रो गाउँ। साथीहरू हामी चाहिँ आइपुग्यौँ माथि। डिस्टेसन भन्छ के भन्छ अरे? डिस्टेसन हो त्यही के साथीहरू। ल बुझिहाल्नु। ल देख्न सक्नुहुन्छ साथीहरू, हामीहरू धेरै खानेकुरा बोकेनौँ किनभने जाने हो हामी एकछिनको लागि मात्रै यहाँ माथि आएको। नानी फेरि गइहाल्नुहुन्छ सँगै भएको बेला यसो जाम भनेर रेडबुल बोकेर अनि सल्फा बोकेर आएको माथि। यति आनन्द ठाउँमा, यति आनन्दको ठाउँमा देख्न सक्नुहुन्छ। हामी चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, अगाडि पुरै खुलेको डाँडापाखाहरू, जङ्गलहरू। अहिले चाहिँ कुहिरो आएर कुहिरोले ढपक्कै ढाकिसक्यो। अब देख्न सक्नुहुन्छ तलदेखि कसरी कुहिरो आइरहेको छ। देखिरहनु भएको छ नि कुहिरोहरू हिँडेको कति राम्रो देखिरहेको छ। हामी चाहिँ यस्तो ठाउँमा बसिरहेछौँ। देख्न सक्नुहुन्छ। चप्पल उता लग्नुहोस् है। स्वर्गलोक में मुझे सुकून कितना सुकून। मोरे बा हात हटाइएर जी। सिरियस। अनि हामी चाहिँ कहाँ जानु लाग्यो रे अहिले हामी यहीँ आएको। हामी किन आएको रे आज यहाँ? मुड फ्रेस गर्न होइन। अनि हजुर चाहिँ किन मुड फ्रेस गर्न आएको? निनाउरो बनाएर बस्नु भएको छ त। अब तपाईँले सिरियस हुने भन्नुभयो नि त, अहिले सिरियस भएको। यति साह्रो सिरियस होइन कि हाम्रो मजाक धेरै चल्छ नि त। त्यही भएर मजाक बाहेक एकछिन सिरियस गफ गरौँ भनेको मात्रै हो। ए गफको सिरियस भन्नुभयो अनि त। मैले सोचिरहेको थिएँ कि सिरियस मान्छे नि सिरियस। ल अरू के छ त भन्नु त? हजुरको दाङतिरको नयाँ नौलो खबर सुनाउनु। दाङतिर सबै पुरानो छ, नयाँ केही भएन। अनि यहाँ आएर कस्तो लागिरहेको छ त हजुरलाई? एकदम स्वर्गमा गए जस्तै लागिरहेको हो। मिस गर्नु भएन यो ठाउँलाई दाङ गएर? कति मिस गरेको। अनि मान्छेहरूले त सहर गएपछि गाउँलाई बिर्सिन्छन् रे त, त्यस्तो हो र नानी? होइन, त्यो मान्छेको सोच हो। अन्त आफू जहाँ खुसी हुन सक्यो त्यही स्वर्ग हो क्या होइन र? अब सहरतिर बस्ने मानिसहरूलाई पनि त्यही खुसी मिल्छ होला नि त, हो कि नै? अनि हामीलाई आफ्नो सोच हो।
आफ्नो मनमा अन्त कस्तो कुरा हुन्छ के हुन्छ हामीलाई गाउँ मनपर्छ यहीँ खुसी छौँ अन्त अरूलाई सहर अब मनपर्छ सहरमा सहर गयौँ भन्दैमा त्यो रहरले हुँदैन नि त है अनि त रहरले गएको भए त एकछिन जान्थ्यौँ आउँथ्यौँ नि त अनि आफ्नो बाध्यता हुन्छ सङ्घर्षको दौडमा हुँदा त कहाँ पुगिन्छ होइन र अनि यस्तो कुनै बाध्यताले जान्छन् कुनै रहरले अन्त हामी त त्यस्तो हामी फेरि बाध्यताले रहरले उस डुल्नेमा परेनौँ नि त हो कि न भन्नु त अनि त्यही त यस्तै हो सुख दुःख भन्ने कुरा साथीहरू ल साथीहरू हामी चाहिँ सिरियस गफ पनि गऱ्यौँ कस्तो खालको सिरियस हो आफै बुझ्नु ल हेर्नु यतातिर वाउ कति राम्रो यहाँदेखि त जानै मन लाग्दैन कहीँ जान मन लाग्दैन यहीँ बसिराख्नु मन छ हामी चाहिँ सिरियस गफ गरेर पनि खाएर पनि यहाँ कहाँ जान लाग्यो हामी टिकटक बनाउन होइन यहाँ टिकटक बनाउन जान लाग्यो साथीहरू के गर्नुहुन्छ नानीले पछाडिबाट वाउ देख्न सक्नुहुन्छ ल है साथीहरू आइपुग्यो भने चाहिँ मेरो रुम अथा मान्छे नबसेर होला कस्तो भयो के पुरै देख्न सक्नुहुन्छ मेरो रुम यस्तो छ साथीहरू भित्र जानु त नानी कहाँ छ लाइट आएन बत्ती आएन बुवा मम्मी म बुवा मम्मी यता बुकहरू छ यता मेरो किचन ऱ्याक अनि यता चाहिँ छ दराज मेरो दराज अनि राम चाहिँ जानु लाग्यो पानी पर्यो रात पनि पर्यो पानी पनि पर्यो अब चाहिँ उतै गएर भेट्नुपर्छ ल यहाँदेखि निस्केको हामीहरू